लाइफ एपमा एजेन्सी क्रिएट कसरी गर्ने। नमस्कार साथीहरु, सम्पूर्ण साथीहरुलाई आजको भिडियो रहेको छ कि क्रुज लाइफ एपमा एजेन्सी क्रिएट कसरी गर्नेको बारेमा चाहिँ मैले यो भिडियो बनाउँदैछु। सम्पूर्ण साथीहरुले चाहिँ क्रुज लाइफ चाहिँ एप अहिलेसम्म डाउनलोड गर्नु भएको छैन भने डाउनलोड गर्नु होला। यही भिडियोको मेरो चाहिँ कमेन्ट बक्समा चाहिँ डाउनलोड गर्ने लिंक र क्रुज लाइफको अब तपाईँ एजेन्सी क्रिएट गर्ने लिंक राखिदिएको छु। साथै तपाईहरुको एजेन्सीमा जोइन गर्ने तपाईको आइडी पनि राखिदिएको छु। तपाईहरुले चाहिँ एजेन्सीमा जोइन पनि गर्न सक्नुहुन्छ मेरो एजेन्सीमा है त। सम्पूर्ण साथीहरुलाई चाहिँ मैले चाहिँ आज चाहिँ क्रुज लाइफ एपमा चाहिँ मैले एजेन्सी क्रिएट गर्ने तरिका सिकाउन लागिरहेको छु। यदि तपाईहरुले चाहिँ अहिलेसम्म चाहिँ डाउनलोड गर्नु भएको छ डाउनलोड गर्नु होला। साथै तपाईहरुले चाहिँ क्रुज लाइफ एप चाहिँ डाउनलोड गर्नुभयो। डाउनलोड गरिसकेपछि तपाईको चाहिँ यहाँनिर चाहिँ इन्भर्टर भनेर चाहिँ लेखेको हुन्छ, देख्न सक्नुहुन्छ। यस्तो इस्यु आएको हुन्छ। यस्तोमा चाहिँ तपाईले आइडी हाल्नु भनेको हुन्छ। यस्तो आइडीमा हाल्नको लागि तपाईले चाहिँ मेरो आइडी चाहिँ माथि रहेको छ, यो आइडी चाहिँ हालेर चाहिँ तपाईले चाहिँ यहाँनिर चाहिँ मसँग इन्भाइट गर्नु होला। ल साथीहरु, सम्पूर्ण साथीलाई चाहिँ मैले चाहिँ क्रुज एपमा चाहिँ मैले एजेन्सी क्रिएट गर्ने तरिका म सिकाउन गइरहेको छु। साथीहरु मैले चाहिँ हैन अहिले चाहिँ स्क्रिन शेयर पनि गरिसके। सम्पूर्ण साथीहरुलाई चाहिँ मैले देख्न सक्नुहुन्छ मेरो चाहिँ यतातिर चाहिँ स्क्रिन शेयर पनि आइसकेको छ। र साथीहरु मैले चाहिँ अब क्रुज लाइफ एप चाहिँ कसरी चाहिँ हैन डाउनलोड गर्ने मैले सम्पूर्ण बारे सिकाउँछु र बाँकी एजेन्सी चाहिँ कसरी चाहिँ क्रिएट गर्ने त्यो बारेमा म सिकाउँछु है त। सबैभन्दा पहिले चाहिँ हजुरले चाहिँ के गर्नु होला, मेरो चाहिँ युट्युबमा जानु होला। युट्युबमा रहेको छ मेरो भिडियो चाहिँ अब अरूले पनि नदेख्नु भएको तर हेरिराख्नु भएको भए चाहिँ ठिकै छ। र तपाईहरुले चाहिँ मेरो युट्युबमा चाहिँ तपाईले चाहिँ यहाँनिर तपाईले गएर चाहिँ के गर्नु होला भनेपछि यहाँनिर तपाईले चाहिँ मनोज अफिसियल भनेर चाहिँ तपाईले सर्च गर्नु होला। मनोज अफिसियल भनेर चाहिँ हैन यहाँनिर चाहिँ अफिसियल 10 मनोज अफिसियल 10 मा तपाईले चाहिँ टच गर्नुपर्छ। माथिपट्टि देख्न सक्नुहुन्छ, यसमा टच गर्नु होला। यसको मैले फर्स्ट भिडियो चाहिँ एउटा बनाइसकेको छु। अनि तपाईले भिडियोमा जानु होला। अनि भिडियो गइसकेपछि यहाँ देख्न सक्नुहुन्छ मैले फर्स्ट भिडियो बनाइसकेको छु। यसमा जानु होला। यसमा गइसकेपछि तपाईले चाहिँ के गर्नु होला भनेपछि यहाँनिर तपाईले चाहिँ यो भिडियोको तपाईले चाहिँ यहाँनिर कमेन्टमा हेर्नु होला। कमेन्टमा चाहिँ मैले चाहिँ एजेन्सी तपाईले चाहिँ हैन जोइन गर्ने पनि तपाईको चाहिँ नम्बर राखिदिएको छु भने तपाईको चाहिँ यहाँनिर एजेन्सी क्रिएट गर्ने पनि तपाईको चाहिँ यहाँनिर लिंक राखिदिएको छु। सबैभन्दा पहिले हजुरले चाहिँ हैन अब तपाईले क्रिएट गर्नु हो अनि तपाईले डाउनलोड गर्नको लागि तलपट्टि छ डाउनलोड गर्नु होला है त। डाउनलोड गरिसकेपछि तपाईले चाहिँ इन्भाइटको नम्बर चाहिँ तपाईले चाहिँ माथिको नम्बर राख्नु होला है त। साथै तपाईले चाहिँ के गर्नु होला भने सबैभन्दा पहिले आफ्नो चाहिँ हैन पहिला सुरु अब तपाईले चाहिँ ओपन गर्नु होला। सकेसम्म अब तपाईले चाहिँ आफ्नो क्रुज लाइफ चाहिँ यो रहेको छ। तपाईले चाहिँ यो लाइफ चाहिँ तपाईले चाहिँ डाउनलोड गर्नु होला। डाउनलोड गरिसकेपछि तपाईले चाहिँ अब यसमा चाहिँ एजेन्सी चाहिँ तपाईले बन्नियो आफू बन्नियो। त्यसपछि आफू बन्नको लागि तपाईले के गर्नु होला भने चाहिँ यहाँ अब तपाईले चाहिँ आफ्नो प्रोफाइलमा क्लिक गर्नु होला। प्रोफाइलमा क्लिक गरेपछि तपाईको माथिपट्टि चाहिँ रहेको छ आइडी, तपाईँ आइडी कपी गर्नु होला। यहाँनिर रहेको छ आइडी कपी गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ आइडी कपी गर्नु होला। आइडी कपी गरिसकेपछि यसलाई चाहिँ तपाईले चाहिँ यहाँ ब्याक गर्नु होला। ब्याक गरिसकेपछि तपाईले चाहिँ यसलाई चाहिँ तपाईले चाहिँ यहाँ जानु होला मेरो युट्युबतिर। मेरो युट्युबतिर गएपछि तपाईको चाहिँ यहाँ देख्न सक्नुहुन्छ एजेन्सी बन्ने लिंक भनेर राखिदिएको छु। यहाँनिर चाहिँ मैले लिंक राखिदिएको छु। यो लिंकमा टच गर्नु होला। टच गरिसकेपछि तपाईको चाहिँ यहाँनिर के अप्सन आउँछ भनेपछि तपाईको चाहिँ यहाँनिर तपाईको यस्तो खालको अप्सन आउँछ। यस्तो खालको अप्सन आइसकेपछि तपाईले चाहिँ देख्न सक्नुहुन्छ क्रुज लाइफ एपमा चाहिँ त्यहाँबाट आइडी कपी गरेर आइसकेपछि तपाईले चाहिँ यहाँनिर के गर्नु होला भनेपछि तपाईले चाहिँ आफ्नो आइडी हाल्नु होला। हालिसकेपछि तपाईको चाहिँ यहाँ पेस्ट गरिदिन्छु मैले चाहिँ। अनि तपाईको चाहिँ यहाँनिर तपाईले चाहिँ कोड आएको हुन्छ। यहाँनिर कोडमा क्लिक गर्नु होला। कोडमा क्लिक गर्ने बित्तिकै तपाईको चाहिँ यहाँनिर क्रुज लाइफमा जानु होला। फेरि हैन अर्को ब्याक बटन क्लिक गरेर यस्तो तरिकाले जानु होला। तपाईले चाहिँ त्यहाँनिर आफ्नो क्रुज लाइफमा जानु होला। यहाँनिर क्रुज लाइफमा मेरो चाहिँ हैन आइसकेको छ हैन भनेपछि मैले चाहिँ यहाँनिर क्रुज लाइफको अब तपाईले मेसेजमा चाहिँ मेरो आइसकेको छ। मेसेजको लागि तपाईले मेसेजमा हेर्नु होला। अनि मेसेजको तपाईको यहाँ सिस्टम मेसेज भनेको छ। यहाँ सिस्टम मेसेजमा तपाईको चाहिँ मेरो रहेको छ कोड। मेरो कोड रहेको छ कि 535961 535961 छ है। 535961 मैले चाहिँ यसमा हाल्छु। यसमा देख्न सक्नुहुन्छ 5359 अनि 61 मैले चाहिँ हालिसकेपछि तपाईले चाहिँ यहाँनिर के गर्नु होला कन्फर्म गरिदिनु होला। कन्फर्म गर्ने बित्तिकै तपाईको चाहिँ यहाँ देख्न सक्नुहुन्छ आफ्नो चाहिँ तपाईले चाहिँ एजेन्सी चाहिँ तपाईले क्रिएट भइसकेको हुन्छ। अब एकचोटि हेर्नुस् कि तपाईले चाहिँ यहाँ के कसरी चाहिँ हेर्नु। यहाँ रिफ्रेस गर्छु। रिफ्रेस गरेपछि तपाईको चाहिँ फेरिबाट चाहिँ मैले ओपन गर्छु। ओपन गरिसकेपछि तपाईको चाहिँ यहाँ देख्न सक्नुहुन्छ मेरो चाहिँ अहिले चाहिँ एजेन्सी चाहिँ अहिले चाहिँ क्रिएट भइसकेको छ। सम्पूर्ण साथीलाई देख्न सक्नुहुन्छ यसरी चाहिँ तपाईले चाहिँ एजेन्सी क्रिएट गर्न सक्नुहुन्छ। अब एजेन्सी क्रिएटको लागि तपाईले गरिसक्नुभयो। गरिसकेपछि तपाईले चाहिँ होस्ट अब तपाईले जोइन गर्न पर्ने हुन्छ। होस्ट जोइन गर्नको लागि तपाईले चाहिँ एजेन्टमा क्लिक गर्नु होला। अनि एजेन्टमा क्लिक गर्दा तपाईको चाहिँ देख्न सक्नुहुन्छ यहाँनिर के छ भनेपछि यहाँनिर तपाईको चाहिँ कम्तीमा चाहिँ होस्ट अब तपाईले यहाँ जोइन गर्न होस्ट लेखेको छ। यो त तपाईले चाहिँ कम्तीमा चाहिँ तपाईले यहाँ प्लसमा क्लिक गर्नु। प्लसमा क्लिक गर्दाखेरि तपाईको चाहिँ यहाँनिर के छ भनेपछि
तपाईँले यो एजेन्सी आइडीमा तपाईँले कम्तीमा चाहिँ 30 दिनभित्रमा चाहिँ 7 जना मेम्बर चाहिँ अनिवार्य जोइन गरेको हुनुपर्ने हुन्छ है। फेरि तपाईँको 30 दिनसम्म तपाईँको चाहिँ होइन मेम्बर जोइन गर्नु भएन भने तपाईँको चाहिँ एजेन्सी चाहिँ तपाईँको चाहिँ अटोमेटिक चाहिँ तपाईँले क्यान्सल हुन्छ है। तपाईँ क्यान्सल हुन्छ, तपाईँले चाहिँ जोइन नगर्नु भए 7 जना त मेम्बर जोइन गर्नै पर्छ है साथीहरू। तपाईँले चाहिँ जोइन गर्नु होला। त्यसै गरी तपाईँको चाहिँ यहाँनिर 7 जना जोइन गर्नु होला। गरिसकेपछि तपाईँको चाहिँ यहाँनिर तपाईँको चाहिँ अरू अप्सन यहाँनिर देख्न सक्नुहुन्छ। एजेन्सी अब भयो, तपाईँले एड होस्टको लागि तपाईँले के गर्नु होला, तपाईँले चाहिँ एजेन्सी अब जोइन गर्नको लागि तपाईँले चाहिँ के गर्नु होला, एडमा क्लिक गर्नु होला। एडमा तपाईँले चाहिँ यहाँनिर के हुन्छ भनेपछि यहाँनिर कुनै पनि अब तपाईँको चाहिँ होइन यहाँनिर त एडमा त तपाईँले के गर्नु होला, यहाँनिर लाइभमा जानु होला। न्यूमा यहाँनिर न्यू छ होइन, न्यूमा टच गर्नु होला। अब न्यू मेम्बरहरू यहाँनिर चाहिँ बसिरहेको छ। न्यू मेम्बर अब कसलाई चाहिँ तपाईँले चाहिँ यहाँ इन्भाइट गर्ने हो, तपाईँले चाहिँ यसलाई जानु होला, दाबेर टक्कलाई यसको अब प्रोफाइल दाब्नु होला। प्रोफाइल दाब्ने बित्तिकै यहाँनिर तपाईँ जानु होला, कपी गर्नु उसको आइडी कपी गरेर त तपाईँले चाहिँ यहाँनिर जानु होला, ब्याक गर्नु होला। ब्याक गरिसकेपछि तपाईँले चाहिँ आफ्नो फेरि पनि यहाँनिर जानु होला। गइसकेपछि तपाईँको चाहिँ यहाँनिर एड होस्ट लेखेको छ, एड होस्टमा क्लिक गर्नु होला। गरिसकेपछि तपाईँको चाहिँ यहाँनिर प्लिज इन्टर होस्ट आइडी भनेर लेखेको छ। यहाँनिर तपाईँले चाहिँ त्यो होस्टको चाहिँ तपाईँले चाहिँ यहाँनिर आइडी हालिदिनु होला। हालिदिएर तपाईँले चाहिँ यहाँनिर कन्फर्म क्लिक गर्नु होला। कन्फर्म गर्ने बित्तिकै यहाँ देख्न सक्नुहुन्छ यु कन एड भनेको छ। यसमा तपाईँले चाहिँ रिक्वेस्ट पठाउन सक्नुहुन्छ। यहाँनिर चाहिँ एड होस्ट गरेर चाहिँ तपाईँले रिक्वेस्ट पठाउन सक्नुहुन्छ। उताबाट चाहिँ एक्सेप्ट गरेपछि सम्पूर्ण साथीहरूले चाहिँ यसरी चाहिँ उताबाट एक्सेप्ट गरेपछि तपाईँको चाहिँ एजेन्सीमा चाहिँ जोइन हुन्छ है साथीहरू। है सम्पूर्ण साथीले यसरी चाहिँ तपाईँले जोइन गर्न सक्नुहुन्छ है त साथीहरू। अहिलेको भिडियो यही नै हो साथीहरू, एजेन्सी क्रिएट गर्ने कसरी भनेर मैले चाहिँ यो भिडियो बनाउँदै थिएँ। सम्पूर्ण साथीले चाहिँ यो भिडियो राम्रो लागेछ भने हजुरले चाहिँ एजेन्सी क्रिएट यसरी गर्नु होला। साथै तपाईँले चाहिँ मेरो एजेन्सीमा जोइन गर्नको लागि चाहिँ तपाईँले चाहिँ यहाँनिर तपाईँले चाहिँ मैले माथि राखिदिएको छु नम्बर, यो नम्बर चाहिँ हालेर तपाईँले चाहिँ मेरो एजेन्सीतिर पनि जोइन गर्न सक्नुहुन्छ। साथै तपाईँहरूले चाहिँ यसरी चाहिँ एजेन्सी क्रिएट गर्न सक्नुहुन्छ है साथीहरू। सम्पूर्ण साथीले चाहिँ यसरी नै गर्नु होला है त गाइस। सम्पूर्ण साथीलाई अहिलेको यति नै हो साथीहरू। फेरि अर्को नबुझेको कुरा चाहिँ मैले नेक्स्ट भिडियोको साथमा सिकाउँदै गरौँला। अहिलेको लागि यति नै साथी, बाई बाई।